सभामुख महोदय, म आज यो सम्मानित सदनमा एउटा गम्भीर र देशको स्वास्थ्य प्रणालीलाई गिज्याइरहेको दुष्चक्रबारे बोल्न उभिएको छु। विगत 2 दशकदेखि नेपालमा एउटै स्क्रिप्ट बारम्बार रिपिट हुन्छ, दोहोरिन्छ। उपचारको क्रममा बिरामीको मृत्यु हुन्छ, घटनाको सत्य तथ्य छानबिन हुँदैन, त्यतिकै अस्पतालभित्रै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि कुटपिट हुन्छ, भिड तन्त्रले लापरवाहीको संज्ञा दिन्छ। अस्पताल बन्द हुन्छ, घटना उग्र बन्छ, देशव्यापी आन्दोलन फैलिन्छ, माइती घर सेता कोटले भरिन्छन्, नारा गुन्जिन्छ, बिरामीहरू अस्पतालमा छटपटाउँदै उपचारबाट वञ्चित हुने अवस्था पुग्छ। त्यसपछि सरकार र नेपाल चिकित्सक बीच रातारात वार्ता हुन्छ, कागजी सम्झौतामा सही हुन्छ र आन्दोलन स्थगित हुन्छ। तर विडम्बना, त्यो सम्झौतामा सही गरेको मसी सुक्न नपाउँदै अर्को कुनामा अर्को चिकित्सक कुटिन पुग्छ। केही दिन अगाडि मात्र वीरगञ्ज स्थित नारायणी अस्पतालमा साङ्घातिक हमला चिकित्सकमाथि भएको घटना र त्यसपछिका घटनाहरूले हाम्रो पूर्ण स्वास्थ्य क्षेत्रलाई नै स्तब्ध बनाएको छ। नेपाल सरकार र नेपाल चिकित्सक सङ्घ बीच उक्त घटनालाई लिएर 5 बुँदे सहमति त भयो, आन्दोलन स्थगित भयो, सेवा सुचारू भयो। आन्दोलन रोकिँदा तात्कालिक रूपमा बिरामीले राहत त पाए, यो सकारात्मक पक्ष हो। तर विडम्बना, सभामुख महोदय, हिजो दिउँसो मात्र सम्झौता भयो अनि हिजो राति नै भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि अनि फेरि दुर्व्यवहार भयो। सभामुख महोदय, चिकित्सक सङ्घ र सरकार बीच यस्ता कागजी सम्झौताहरू पटक भए, धेरै पटक भए, तर कार्यान्वयनको पाटो फितलो रहँदा यो दुष्चक्र सधैँ घुमिरह्यो। सभामुख महोदय, प्रख्यात शायर मिर्जा गालिबले भने झैँ, उम्र भर गालिब यही भूल करता रहा, उम्र भर गालिब यही भूल करता रहा, धूल चेहरे पर थी और आईना साफ करता रहा। हो, समस्याको जरो स्वास्थ्यकर्मीको सुरक्षा, ऐनको कमजोरी र प्रशासनिक लाचारीमा छ सभामुख महोदय। तर वर्षौँदेखि सरकारले बारम्बार यस्तै कागजी सम्झौताहरू गर्छ र ऐना मात्र पुछिरहन्छ। अब हाम्रो सरकारले यो 2/3 मत पाएको सरकारले यो दुष्चक्र सधैँका लागि अन्त गर्नुपर्छ। अध्ययनले भन्छन् करिब 45 देखि 50% चिकित्सकहरूले आफ्नो कार्यस्थलमा कुनै न कुनै रूपमा हिंसा भोगिरहेका छन्। त्यसमा पनि 42% भौतिक आक्रमण र 64% मौखिक दुर्व्यवहारमा दोषीलाई कारबाही नै हुँदैन। दोषीहरूलाई उन्मुक्ति दिने र राजनीतिक खोल ओडाउने यही दण्डहीनताको आचरणले गर्दा अस्पतालहरू आज रणमैदान भएका छन् सभामुख महोदय। तथ्याङ्क साक्षी छ। 2073 सालको पाटन अस्पतालको घटना होस्, 80 सालको काठमाडौँ मेडिकल कलेज र पाटन अस्पतालका घटनाहरू हुन्, या 81 सालको उर्लाबारीको ट्रमा सेन्टरमा भएको सेवा बन्द गर्नुपर्ने